एउटा व्यक्ति जेलबाट निस्केपछि कति धेरै काम गर्ने भ्याएको हो भनेको कि यो नयाँहरू कहाँ जाने, जेन्जी भाइहरू कता छिर्ने केही थाहा थिएन, अत्तो पत्तो थाहा छैन। यो राजनीति कस्तो होला, अब 21मा चुनाव होला कि नहोला, के हुन्छ भन्ने केही थाहा थिएन होइन। त्यो मान्छे जेलबाट निस्केर नयाँलाई एकै ठाउँमा लिएर आएर होइन, समानुपातिकदेखि लिएर उम्मेदवारदेखि लिएर कुन कुन क्षेत्रबाट को उठ्ने भन्ने कुराको सब ज्ञान भइसक्यो, सब काम भइसक्यो। अब भने जनताको घर दैलो कार्यक्रम हुँदैछ होइन। अब जनताको घर दैलो कार्यक्रममा जान भ्याइ नभई छ, उता मुद्दा हाल्दैका छन् 7वटै जिल्लामा, त्यहाँ पनि पुग्नु नै छ होइन। एउटा व्यक्ति यस्तो रफ्तारमा हिँडेको छ यो देश बनाउन होइन। यो मान्छेको हातमा देश पर्यो भने पक्कै पनि यो देश बन्छ है, सोच्नै पर्दैन। आँखा चिम्म गरेर घन्टीमा भोट हाले हुन्छ है। यो मान्छेले नबनाएको हाम्रो देश अब कुनै पनि अरू आएर बनाउनै सक्दैन। यो तिनैजना एकजुट भएन, यहाँ अझै पनि जोडिन्छन् होला। सबैजना हातेमालो गरेर भोट भने आँखा चिम्मै गरेर घन्टीमै हाल्ने, यो जे होला होला, देश बन्छ।